ल गाइस सबभन्दा पहिला चाहिँ मैले तपाईँहरूलाई सुनै तौल गरेर देखाएँ। अब यो 50 लाल प्योर सुनबाट मैले एकदम दामी फिनिसिङवाला प्लेन रिङ बनाएर देखाउँदैछु। सबभन्दा पहिला सुनलाई गालिदिउँ। गाल्नुभन्दा अगाडि यो घडियामा राखेर यो बर्नरले फननननननननन पारेर स्वाइँ रातो हुने गरी गोलो पारेर च्याट्ट लाएर गालिदिउँ। गालिसकेपछि पानीमा चिसो पानीमा च्वाप्प चोपेपछि यस्तो दामी बेसारभन्दा पनि राम्रो टल्किने खालको सुन मैले तयार गरिसकेको छु गाइज। अब यसलाई टाङ टाङ टुङ टुङ मार्ताले ठाक ठाक ठुक ठुक दायाँ बायाँ सबैतिर मिलाएर कुटिदिउँ। कुटिसकेपछि यसलाई रनक्क मजाले हिटिङ गरिदिउँ र हिट गरिसकेपछि मेसिनमा हालेर स्वाइँ स्वाइँ पेलेर लामो पारिसकेपछि मैले यसलाई अब यो फर्मामा राखेर हाफ बोल पिटिदिन्छु। हाफ बोल मजाले मिलाइ मिलाइ दायाँ बायाँ सबैतिरबाट कुटिसकेपछि यसलाई अब रिङ्गोलको सहायताले च्याट्ट सनक्क घुमाएर माथिबाट ट्याक 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 काठले हानेर दुईवटा मुखलाई च्याट्ट काटेर यसलाई अब जोइन गरिदिउँ। अब मजाले दुईवटा मुखलाई एकै ठाउँ जोइन गरिसकेपछि यसलाई फिनिसिङ दिनुपर्छ। फिनिसिङ दिनलाई चाहिँ यो चिल्लो खालको रेतले घोटी घोटिकन चारैतिरबाट मिलाइ मिलाइ मजाले चिल्लो पारेर घोट्नुपर्छ। यी साइड साइडमा पनि मैले मजाले चिल्लो हुने गरी घोटिदिएँ। घोटिसकेपछि अझै चिल्लो बनाऊँ न त भनेर पुलिकले माथिबाट स्वाइँ स्वाइँ घोटेर टिलिक्क टल्काएर यसो साइज नापेको त साइज पनि पर्फेक्ट भएछ। यसो तौल गरेर हेरेको त 50 लाल 1 प्वाइन्ट। अब यो 1 प्वाइन्ट त अब यहाँ घोट्दाखेरि सफा गर्दै कहाँ हराउँछ हराउँछ 2-3 सयको सुन त त्यसै गायब हुन्छ। अब यो तौल ठिक्क भइसकेपछि फिनिसिङ गरेर मैले हजुरहरूलाई यसरी देखाइसकेको छु। ल हेर्नुहोस् त यति दामी 24 क्यारेट सुनमा 99% क्वालिटीको सुनको प्लेन रिङ मैले तयार गरिसकेको छु गाइज है। ल